हेलो सम्पूर्णलाई नमस्कार। आजको यो नमुना सेट मैले लिएर आएको छु। यो धेरै पटक सोधिएको प्रश्नहरू हो। तपाईहरु भिडियोलाई नभगाएर पुरै भिडियो हेरिदिनु होला। ल च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र आजको पहिलो प्रश्न रहेको छ, संविधान कस्तो कानुन हो? संविधान कस्तो कानुन हो? अप्सन नम्बर क मा निर्देशित कानुन, अप्सन नम्बर ख मा मूल कानुन, अप्सन नम्बर ग मा सन्दर्भ कानुन, अप्सन नम्बर घ मा मूलत कानुन। र यसको सही जवाब के हुन्छ साथीहरु, तपाईहरु गेस गरेर कमेन्ट गर्नुस् त। यसको सही आन्सर हुन्छ अप्सन नम्बर ख को मूल कानुन। ल त्यसैगरी अब प्रश्न नम्बर 2 मा जाउँ हामी। प्रश्न नम्बर 2 मा रहेको छ, नेपालको संविधानको पालन गर्नु प्रत्येक व्यक्तिको हुनेछ। अब प्रत्येक व्यक्तिको के हुनेछ? अप्सन नम्बर क मा दिएको छ कर्तव्य, अप्सन नम्बर ख मा अधिकार, ग मा दायित्व, घ मा नैतिकता। ल यसको सही आन्सर के हुन्छ तपाईहरु गेस गर्नुस् त साथीहरु। यो नेपालको जुन संविधान छ त्यो हामीलाई सबै जति नागरिक छौ त्यसलाई यो पालना गर्नुपर्ने के हुन्छ हामीहरुको त? यसको सही आन्सर के हुन्छ त? क नम्बरको कर्तव्य। सबैको कर्तव्य हुन्छ नि त संविधानको पालना गर्नको लागि त। त्यसैगरी अब हामी प्रश्न नम्बर 3 मा जाउँ। नेपालको संविधान अनुसार राष्ट्रिय भाषा हुन्। कुन हुन् राष्ट्रिय भाषा त? अप्सन नम्बर क मा दिएको छ भाषा आयोगले तोकेको सबै, अप्सन नम्बर ख मा संविधानमा उल्लेखित सबै, अप्सन नम्बर ग मा नेपालीमा बोलिने सबै मातृभाषा, अप्सन नम्बर घ मा नेपाली। र साथीहरु यसको सही जवाब के हुन्छ तपाईहरु कमेन्ट गर्नुस् त। यहाँ हेर्नु सबै प्रश्न उत्तर जुन दिएको छ अप्सन त्यो सबै उस्ता उस्तै हो। त यसमा एउटा छान्नु पर्छ। कुन बेस्ट हुन्छ त्यो कुरामा टिक लगाउनु होला सधैँ साथीहरु। यसको सही आन्सर हुन्छ चाहिँ अप्सन नम्बर ग को नेपालमा बोलिने सबै मातृभाषा। र त्यसैगरी हामी अब प्रश्न नम्बर 4 मा जाउँ। नेपालको संविधानको अनुसूची 2 केसँग सम्बन्धित छन्? जुन नेपालमा 9 वटा अनुसूची छ त्यसमा 2 नम्बरमा कुन अनुसूची पर्छ त्यो कुरा यहाँ सोधेको छ। अप्सन नम्बर क मा रहेको छ नेपालको निशान छाप, अप्सन नम्बर ख मा राष्ट्रिय झण्डा, अप्सन नम्बर ग मा राष्ट्रिय गान, अप्सन नम्बर घ मा कुनै पनि होइन। र साथीहरु यसको सही आन्सर के हुन्छ तपाईहरु गेस गर्नुस् त। यो किनकि 9 वटा अनुसूची मात्र छ यो त तपाईहरुलाई थाहा हुनुपर्ने कुरा हो। यसबाट यो क्वेशन अनुसूचीबाट एउटा न एउटा क्वेशन कुनै आउँछ नि 100% स्योर हो। र यसको सही आन्सर हुन्छ चाहिँ अप्सन नम्बर ग को राष्ट्रिय गान। र त्यसैगरी अब हामी प्रश्न नम्बर 5 मा जाउँ। नेपालको संविधान 2072 ले थप गरेको मौलिक हक देहायका मध्ये कुन हो? अप्सन नम्बर क मा दिएको छ सम्मानपूर्वक बाँच्न पाउने हक, अप्सन नम्बर ख मा न्याय सम्बन्धी हक, अप्सन नम्बर ग मा सामाजिक न्यायको हक, अप्सन नम्बर घ मा संवैधानिक उपचारको हक। यसबाट 2072 मा थप गरेको मौलिक हक भनेको छ। कुन मौलिक हक 2072 सालमा थप गरेको हो त? साथीहरु गेस गरेर कमेन्ट गर्नुस्। तपाईहरु कमेन्ट गर्नु होला, लाइक कमेन्ट गर्नु र भिडियोलाई शेयर पनि गरिदिनु। जति साथीहरुले त्यो शिक्षक सेवा लाइसेन्सको तयारी गरिरहेछ त्यसको सबैलाई। यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर क को सम्मानपूर्वक बाँच्न पाउने हक। यो चाहिँ 2072 सालमा थप गरेको हक हो यो। त्यसैगरी अब हामी प्रश्न नम्बर 6 मा जाउँ। प्रश्न नम्बर 6 मा रहेको छ राष्ट्रिय भाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ? हेर्नु क्वेशन के भनिन्छ ध्यान दिएर सुन्नु होला र कपीमा नोट गर्दै गर्नु होला। राष्ट्रिय भाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ? अप्सन नम्बर क मा धारा 8, अप्सन नम्बर ख मा धारा 7, अप्सन नम्बर ग मा धारा 9, अप्सन नम्बर घ मा धारा 6। र यसको सही आन्सर के हुन्छ साथीहरु तपाईहरु गेस गरेर कमेन्ट गर्नु होला। र के हुन्छ त्यो कुरा कमेन्ट गर्नुस्। र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर घ को धारा नम्बर 6 मा यो राष्ट्रिय सम्बन्धी हक दिएको छ। त्यसैगरी अब प्रश्न नम्बर 7 मा जाउँ हामी। प्रश्न नम्बर 7 मा रहेको छ नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकहरूको व्यवस्था गरिएको छ? अप्सन नम्बर क मा धारा 15 देखि 46 सम्म, अप्सन नम्बर ग मा धारा 16 देखि 45 सम्म, अप्सन नम्बर ग मा धारा 16 देखि 46 सम्म, अप्सन नम्बर घ मा धारा 16 देखि 48 सम्म। यसको सही जवाब के हुन्छ साथीहरु तपाईहरु कमेन्ट गर्दै गर्नु होला। र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर क को धारा 15 देखि 46 सम्मको।
त्यसै गरी प्रश्न नम्बर 8मा जाउँ। लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुने यो कुन हक अन्तर्गत पर्दछन्? अप्सन नम्बर एमा सामाजिक न्यायको हक, अप्सन नम्बर खमा भेदभाव विरुद्धको हक, अप्सन नम्बर गमा समानताको हक, अप्सन नम्बर घमा महिलाको हक। र यो त गेस गरेर तपाईँहरू कमेन्ट गरिदिन सक्नुहुन्छ, सायद कमेन्ट गर्नुहोस् त। र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर घको महिलाको हक अन्तर्गत यो पर्दछ। त्यसै गरी अब प्रश्न नम्बर 9मा रहेको छ। नेपालको संविधान 2072 कुन धारामा बालबालिकाको हकको व्यवस्था गरिएको छ र उक्त धारामा कति उपधारा रहेका छन्? हेर्नुहोस्, धारा कति नम्बरमा बालबालिकाको हक छ र त्यसको उपधारा कतिवटा रहेको छ। अप्सन नम्बर कमा दिएको छ धारा 39 उपधारा 10, अप्सन नम्बर खमा धारा 38 र उपधारा 10, अप्सन नम्बर गमा धारा 39 उपधारा 8, अप्सन नम्बर घमा धारा 39 उपधारा 11। र यसको सही आन्सर के हुन्छ साथीहरू कमेन्ट गर्नुहोस् त। र यसको सही आन्सर हुन्छ अप्सन नम्बर क को धारा 39 र उपधारा चाहिँ 10 वटा रहेको छ। त्यसै गरी अब प्रश्न नम्बर हामी 10मा जाउँ। नेपालको संविधान 2072मा राज्यका वटा नीतिहरू समावेश गरिएको छ। अप्सन नम्बर कमा रहेको छ 12 वटा, अप्सन नम्बर खमा 13 वटा, अप्सन नम्बर गमा 11 वटा, अप्सन नम्बर घमा 10 वटा। र यसको सही आन्सर के हुन्छ साथीहरू तपाईँहरू गेस गरेर एकछिन गेस गर्नुहोस् त, कमेन्ट गर्नुहोस्। यसको सही जवाब हुन्छ अप्सन नम्बर ख को 13 वटा। त्यसै गरी अब प्रश्न नम्बर 11मा जाउँ हामी। नेपालको संविधान कहिले जारी गरियो? अप्सन नम्बर कमा 2072 साल 6 महिना 3 गते, अप्सन नम्बर खमा 2072 साल 5 महिना 30 गते, अप्सन नम्बर गमा 2072 साल 6 महिना 5 गते, अप्सन नम्बर घमा 2072 साल 6 महिना 4 गते। र यसको सही आन्सर के हुन्छ साथीहरू तपाईँहरू गेस गरेर कमेन्ट गर्नुहोस्, किनकि यो प्रख्यात क्वेसन हो। यस्तो मितिवाला क्वेसन तपाईँले चाहिँ 4-5 वटा दिन सक्छ, बढी दिँदैन मितिवाला क्वेसन। डेट मिति जुन हुन्छ त्यसबाट 5 वटा क्वेसन दिन्छ, 4-5 वटा। त्यही भएर मतलब मेन जुन हुन्छ नि त्योहरू मितिवाला मात्र याद गर्नुहोस्, बाँकी सर एकपल्ट हेरिहाल्नु भइहाल्छ। ल यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर क को 2072 साल 6 महिना 3 गते। त्यसै गरी अब प्रश्न नम्बर 12मा जाउँ हामी। नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो? अप्सन नम्बर कमा दिएको छ 2072 10 महिना 16 गते, अप्सन नम्बर ख 2072 11 महिना 16 गते, अप्सन नम्बर ग 2072 9 महिना 16 गते, अप्सन नम्बर घ 2072 12 महिना 16 गते। यसको सही जवाब के हुन्छ साथीहरू तपाईँहरू एकछिन गेस गर्नुहोस्। ल गर्नुभयो, ल के हुन्छ भन्नुहोस् त। यसको चाहिँ आन्सर हुन्छ ख नम्बरको 2072 साल 11 महिना 16 गते। यो नेपालको संविधान 2072 छ, त्यसको पहिलो संशोधन कहिले भएको हो त 2072 साल 11 महिना 16 गते। त्यसै गरी प्रश्न नम्बर 13मा जाउँ। नेपालको संविधान 2072मा कति भाग, धारा र अनुसूची छन्? 2072 सालमा जुन संविधान बन्यो त्यसमा चाहिँ कतिवटा भाग छ र कतिवटा धारा छ र कतिवटा अनुसूची छ, त्यो कुरा सोधिएको छ। यहाँ हेर्नु साथीहरू ध्यान दिएर सुन्नु होला, यो क्वेसन पक्कै नै आउँछ होला सायद लाग्छ मलाई। अप्सन नम्बर कमा दिएको छ 25 भाग, 138 धारा र 9 अनुसूची। अप्सन नम्बर खमा 35 भाग, 135 धारा र 29 अनुसूची। अप्सन नम्बर गमा दिएको छ 35 भाग, 136 धारा र 9 अनुसूची। अप्सन नम्बर घमा दिएको छ 35 भाग, 308 धारा र 9 अनुसूची। यसको सही जवाब के हुन्छ साथीहरू तपाईँहरू गेस गरेर कमेन्ट गर्नुहोस् त। यो तपाईँहरू फिक्सै बुझिहाल्नु यो क्वेसन। यो भागबाट र धाराबाट र अनुसूचीबाट एउटा न एउटा क्वेसन आउँछ नि 100% स्योर हो। र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर घ को 35 भाग, 308 धारा र 9 वटा अनुसूची रहेको छ। त्यसै गरी प्रश्न नम्बर 14मा रहेको छ। नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ? कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ? अप्सन नम्बर कमा धारा 16 देखि 45 सम्म, अप्सन नम्बर खमा धारा 12 देखि 41 सम्म, अप्सन नम्बर गमा धारा 16 देखि 46 सम्म, अप्सन नम्बर घमा धारा 16 देखि 47 सम्म। यसको सही आन्सर तपाईँहरू गेस गर्नुहोस् त साथीहरू।
र मौलिक हकमा सबभन्दा पहिला कतिवटा धारा पर्छ टोटल 31वटा धारा पर्छ मौलिक हकमा। त कुनबाट कति घटाउँदा चाहिँ ठ्याक्क 31वटा हुन्छ त्यो कुरा ख्याल गरेर त्यो अप्सनमा टिक लगाउनु होला साथीहरू। ल के हुन्छ भन्नुहोस् त 31वटा हुन्छ भने अप्सन नम्बर क को हुन्छन्। अप्सन नम्बर क को धारा 16 देखि 45 सम्म मौलिक हकको व्यवस्था गरिएको छ। धारा 16 देखि 45 सम्ममा। त्यसै गरी अब प्रश्न नम्बर 15 मा आएको छ नेपालको संविधान 2072 को कति भागमा मौलिक हकको व्यवस्था गरिएको छ। नेपालको जुन संविधान 2072 सालमा जारी गरेको छ त्यसलाई कति नम्बर धारामा भागमा मौलिक हकको व्यवस्था गरिएको छ। अप्सन नम्बर क मा भाग 6, अप्सन नम्बर ख मा भाग 5, अप्सन नम्बर ग मा भाग 4, अप्सन नम्बर घ मा भाग 3। यसको सही आन्सर के हुन्छ साथीहरू तपाईहरु गेस गरेर कमेन्ट गर्नु होला र आउँदैन भने पनि कमेन्ट गर्नु, हामी कमेन्टमा तपाईको रिप्लाई दिनेछौँ। नत्र नेक्स्ट भिडियोमा चाहिँ यो कति भागमा व्यवस्था गरिएको हो मौलिक हक त्यो कुरा भन्नेछु। र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद। जय नेपाल।